वर्षपछि म स्विमिङ खेल्न लागेको छु। सो त्यही पनि टोकाको भुटखेल स्विमिङ पुलमा सो पहिला बच्चा भनेर यहाँ चाहिँ धेरै आउँथ्यो नि आज सो लेट्स इन्जोय द स्विमिङ पुल। अब यो 3 फिटमा छु, त्यसपछि त्यहाँसम्म 4 फिट, त्यसपछि 5 फिट, 6 फिट पनि रहेछ नि। म त 5 फिट मात्र भन्न थालेँ, त्यहाँसम्म चाहिँ 5 फिट मात्र भनेको थियो, तर होइन 6 फिट रहेछ नि त्यहाँसम्म नि। उता चाहिँ 6 फिट, त्यसपछि 5, त्यसपछि 4, 3, 2 नै। म अझै भित्र छिर्नु भएन है, फेरि गाह्रो पर्छ। हे गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँहरू सन्चै र म पनि एकदमै सन्चै छु। र आजको ब्लग धेरै इन्ट्रेस्टिङ हुनेवाला छ। सो तपाईँहरूले अगाडिको टाइटल र थम्बनेल हेरेर थाहा पाउनु भइसक्यो होला आज चाहिँ म कहाँ जानेवाला छु भनेर नि। सो आज चाहिँ म जानेवाला छु ढोका स्विमिङ पुल। सो गर्मी महिना पनि लाग्यो, सो मजाले स्विमिङ पुल त खेल्न परिहाल्यो। सो ब्लग पनि के कन्टेन्ट बनाऊँ भनेर कन्फ्युज भइरहेको थियो, अनि त्यही आज यही कन्टेन्ट बनाऊँ भनेर बनाउने जाने लागेको छु नि। सो अब चाहिँ म मस्तले यहाँ ब्याग प्याकिङ गर्दैछु, के चाहिने स्विमिङको लागि। कस्ट्युम भयो, यहाँ क्याप भयो गर्मीको लागि, प्लस यहाँ सनग्लासेस भयो। सो म चाहिँ नुहाइधुवाइ पनि गरिसकेको छु र अब चाहिँ लुगासुगा लगाएर गइदिइहाल्नुपर्छ। सो अहिले ठ्याक्कै 1 बजिरहेको छ भने, सो अब म त्यहाँ 2 बजी वा 3 बजीतिर पुग्छु होला। धेरै खेल्दिनँ, त्यो 1.5 घन्टा वा 1 घन्टा जति खेल्छु, चलिदिन्छु घरतिर नि। सो त्यही हो। सो लुगा लाउनुभन्दा अगाडि चाहिँ अब दही गएर खाएर जानु पर्ला। सो दही चाहिँ बिहानै नै ल्याएको थियो, बिहानै नै मलाई खानाले बोलाएको थियो, तर म घरमा धेरै जसो हुँदैन, बाहिर हिँडेकै गर्छ नि। तपाईँहरूले देख्नुभएको सामानहरू छैन, सबै अब ब्यागभित्र हालेर म लुगासुगा लगाएर गइहाल्छु अब। सो म रेडी पनि भइसकेको छु चट्टा लगाएर। आज चाहिँ मेरो तलदेखि माथिसम्म आउटफिट यस्तो छ। सो म स्विमिङ पुल पनि आइसकेको छु चट्टा लगाएर, यही हो। त्यसै हाम्रो यो लोकेसन चाहिँ कहाँ छ भन्दाखेरि ठ्याक्कै टोकाको यो भुटखेल पार्क छैन, त्यसको जङ्गलको मुनिपट्टि रहेको छ। सो यहाँ बसेर चाहिँ टिकट काट्नुपर्ने हुन्छ। 5 वर्ष कि 6 लगभग 10 वर्षपछि यो ठाउँ आएको। टिकट काट्ने ठाउँ पनि कता बिर्सेँ मैले। पहिले भित्र छिर्नुभन्दा अगाडि चाहिँ टिकट काट्नुपर्छ नि, त्यसपछि टिकट काटिनु। सो लुगासुगा फिरेर म फर्ममा नै आइसकेको छु चट्टा लगाएर। आज त नाङ्गो भएर खेल्नुपर्ने हुन्छ यहाँ चट्टा लगाएर। त्यसपछि मैले टोकन दिएको छ नि, त्यो लगेज यो राख्नलाई त्यहाँ राख्नु जानुपर्ने हुन्छ। प्लस यहाँ चाहिँ कति फिट छ भन्दाखेरि चाहिँ त्यहाँ 2 फिट रहेछ उतापट्टि, त्यसपछि त्यहाँ 4 फिट, 5 फिट। स्विमिङ पुल खेल्नुभन्दा अगाडि चाहिँ पहिले सुरु नुहाइधुवाइ गर्नुपर्छ टोइलेट भएर, त्यसपछि मात्र खेल्नुपर्छ चट्टा लगाएर। सो नि अब चाहिँ म यहाँबाट भिडियो रेकर्ड गर्छु, किनभने 16 आयो नि त। 16 आएपछि गाह्रै छ यार। फेरि रमाइलो हुन्छ, केही छैन, एकछिन इन्जोय हान्नुपर्छ यहाँ चट्टा लगाएर। सो 5 वर्षपछि म स्विमिङ खेल्न लागेको छु। सो त्यही पनि टोकाको भुटखेल स्विमिङ पुलमा। सो पहिला बच्चा भनेर यहाँ चाहिँ धेरै आउँथ्यो नि, तर चाहिँ म 3.5 फिटमा खेल्दैछु चट्टा लगाएर। आज अघिसम्म म यहाँ मजाले खेलिरहेको थिएँ 3.5 फिटमा, अब चाहिँ म 5 फिटमा जान्छु। 5 फिट चाहिँ उता चाहिँ लास्टमा छ। जाडो 1 मिनट भर्खर खेलेको, म के साह्रो जाडो तर खेल्ने आउँदैन मलाई स्विमिङ पुल त, स्विमिङ खेल्न आउँदैन। 5 फिट यहाँ रहेछ, 4 फिट यता, त्यसपछि उता 2 फिट होला, अनि उता गर्छ 3.5 फिट हो नि। 5-6 वर्षपछि अब स्विमिङ पुलमा म डाइभ हान्ने लागेको छु नि। यहाँ चाहिँ 5 फिट, त्यसपछि 4 फिट, त्यसपछि 3 फिट यहाँ चाहिँ नि। सो पहिला चाहिँ 5, त्यसपछि 4, त्यसपछि 3 हो नि। सो लेट्स इन्जोय द स्विमिङ पुल।
ठाउँ छ त यहाँ 5 फिट त्यसपछि 4 फिट त्यसपछि 3 फिट त्यसपछि उता 3.5 फिट होला त्यसपछि यहाँ 2 फिट हो सो अघि यहाँबाट डाइभ हानेको लास्टै मजा भयो अहिले 5 फिट पनि अलिकति खेल्ने बानी नभएर होला अलिकति डुबा जस्तो लाग्यो जस रमाइलो भयो इन्जोय यसमा चाहिँ चिप्लिडेन हान्नुपर्छ यहाँ चिप्लिडेन छ दुईवटा अनि एउटा यहाँ मात्रै कति खेल्नु यार त्यहाँ गएपछि मजाले चिप्लिडे हान्नु परेन सो त्यहाँ गएर खेल्नुपर्ने हुन्छ चिप्लो होला यार बाटो त अब म योभन्दा भिडियो चाहिँ रेकर्ड गर्दिनँ किनभने अब साउन्ड बजिरहेको नि त कपिराइट देखाउँछ त्यही भएर म योभन्दा रेकर्ड गर्दिनँ अब त्यहाँ चाहिँ माथिबाट गर्नुपर्छ एउटा अङ्कल आउँदै हुनुहुन्छ मस्तले हुने ऊ आउँदै हुनेछ लभली मलाई त डर लाग्छ यार हेर्दाखेरि अहिले त्यो अङ्कलको वेट बडी पनि भएर होला धेरै स्पिड आएको वेट अनुसार हो नि त अब वेट मेरो कम छ भने बिस्तारै आउँछ धेरै छ भने धेरै स्पिड आउँछ नि त्यही हो नि त यस्तो छ यहाँको भाग छ तल माथि पार्क पनि छ माथि खेल्ने ठाउँहरू लगातार खेलेको आँखा त पुरै रातो भइसक्यो होला प्लस मुख पनि यस्तो सुकिरहेको छ फेरि खेल्दिनँ ल आज मजाले खेल्दिनँ 1-2 वर्ष नै खेल्दिनँ सो अब चाहिँ म 5 फिटबाट त्यहाँ डाँडाबाट डाइभ हान्ने लागेको छु चट्टा लाएर म चाहिँ अब यो 3 फिटमा छु त्यसपछि त्यहाँसम्म 4 फिट त्यसपछि 5 फिट 6 फिट पनि रहेछ म त 5 फिट मात्र भन्नु थालेँ त्यहाँसम्म चाहिँ 5 फिट मात्र भनेको थियो तर होइन चाहिँ 6 फिट रहेछ नि त्यहाँसम्म नि उता चाहिँ 6 फिट त्यसपछि 5 त्यसपछि 4 3 2 नै म अझै भित्र छिप्नु भएन फेरि गाह्रो पर्छ धन्न म छिरेन भित्र अब एकछिन म रेस्ट गर्दै सर्ट भिडियो हाल्दै गर्छु अनि त्यसपछि पानी पर्दै पनि छ नि त्यसपछि मजा आउँछ नि जिउने ओभर थाकिसक्यो यहाँ बसेर हाम्रो वाइफाई यहीँ चलिरहेको हुन्छ नि स्विमिङ पुल भन्ने बित्तिकै सबसे भन्दा मलाई रमाइलो लाग्ने भनेको पानी परेको टाइममा खेल्न लाने पानी पर्दै गर्छ त्यसपछि हामी तल खेल्दै गर्छ नि यति मजा लाग्छ कि अब पानी पर्दैछ बिस्तारै अब म धेरै बेरसम्म खेल्दिनँ अब 10-15 मिनट खेल्छु गइहाल्छु लगभग 3 घन्टा जति स्विमिङ पुल खेल्यो अब त पुगेर आँखै कस्तो भइसक्यो रातो भइसक्यो होला प्लस मुख पनि सुक्क भइसक्यो अब त पुग्यो स्विमिङ खेलेर घर फर्किँदै थिएँ यस्तो ठुलो पानी परिरहनु हिँड्दा बाटोमा होइन के गरौँ भएर त्यहाँ काठमाडौँमा मात्रै यस्तो भयो कि नेपालभरै यस्तो भएको हो दिनभरि घाम लाग्ने मजाले त्यसपछि 5 बजे 6 बजीदेखि रातभरि पानी पर्ने त्यस्तो भएर हामीले 3-4 दिन भइसक्यो फेरि पानी होइन माथि हाम्रो टोलतिर कस्तो क्युआर यहाँ अघि पुलमा स्विमिङ पुलमा खेलेर मजाले भिज्यो अब यहाँ पनि भिज्दैछु पानी हेर नि यहाँसम्म आएर छ नि गाह्रो एनर्जी भयो यार कहाँ चौबोट खानु बोलाएर एनर्जी आउनको लागि अहिले चाहिँ म ठ्याक्करको बिचमा मात्रै पुलमा छु मस्तले बारिसको मजा लिँदैछु
सो अलरेडी गाइस म चाहिँ ढोकाबाट पानीमा भित्ता फाइनली घर पुग्ने थ्याङ्क सो मच फर वाचिङ एन्ड नयाँ हुनुहुन्छ भने एक लाइक र एक सब्सक्राइब गर्नु होला त्यसपछि अब मेरो भिडियोमा चाहिँ के कमी छ सबैजनाले कमेन्ट गर्नु होला सो लभ यु अल गाइस